सधैँ चाहिँ मेरो दिनहरू यसरी नै बितिरहेका छन्। हाई एभ्रिवान, गुड मर्निङ सम्पूर्णलाई मेरो अर्को मिनी भ्लगमा हजुरहरूलाई फेरि पनि स्वागत छ। आजकल चाहिँ म किन हो कुनै साह्रै अबेला उठ्छु कि साथीहरू, उठेपछि केही कामै म त भ्याउँदिनँ। सो आज चाहिँ म चारो काट्दैछु। चारो चाहिँ मैले काटिसकेँ, काटेर भाँडामा लगाएँ किनभने भरे सजिलो हुन्छ नि त चारो दिन। चारो काटिसकेपछि चाहिँ मैले खाजा बनाउँदैछु। खाजामा चाहिँ आज मैले चाउचाउ बनाउँदैछु। धेरै समयपछि चाहिँ मैले आज जङ्क फुड खाँदैछु किनभने म प्रायः त्यति खाँदिनँ नि त जङ्क फुड। त्यही भएर पनि मैले सिम्पल तरिकाले चाउचाउ पकाएँ। मेरो खाजा रेडी भएर खाइ पनि सके साथीहरू। आज चाहिँ बिहानैदेखि घाम पनि लागेको थियो अनि फेरि हाम्रो चामल पनि सकिएको थियो कि, अनि धान कुट्नु पर्ने थियो। कुट्नुभन्दा अगाडि त सुकाउनै पर्ने भयो साथीहरू। मैले चाहिँ 2 बोरा धान निकालेर मजाले सुकाएँ। सुकाइसकेपछि म चाहिँ लागेँ बारीतिर साथीहरू। खोले दिनु बाँकी थियो नि त, अनि त्यही भएर म चाहिँ हतार बारीतिर लागेँ साथीहरू। बारीमा पुग्दा त भाँडा पानी भरिएकै थिएन, अनि एकछिन मैले कुरेँ। अनि कुरिसकेपछि चाहिँ पानी भरियो, अनि चाहिँ मैले खोले दिएँ। खोले दिइसकेपछि अब म बारीतिर लागेँ। अस्तिको हाम्रो खोर्सानीहरू चाहिँ यतिसम्म भएको रहेछ, पहिलाभन्दा चाहिँ अलिकति फस्टाएछ साथीहरू। अनि झारहरू पनि धेरै उम्रेको रहेछ। अनि म चाहिँ झारहरू उखालिसकेपछि चाहिँ म घरतिर लागेँ साथीहरू। बाई बाई।